नमस्कार अनि स्वागत छ तपाईहरु सम्पूर्णलाई नेपाली भिडियोहरुको खास सार र ताजा अपडेटहरु पस्कने च्यानल खास समरीमा। म हुँ तपाईको आफ्नै होस्ट। दर्शकवृन्द, यदि तपाई पनि नेपाली टेली चलचित्र र सिरियलहरुका निकै ठूलो फ्यान हुनुहुन्छ र विशेष गरी ओएसआर डिजिटलबाट प्रसारण हुने लोकप्रिय सेन्टिमेन्टल सिरियल बुहारीलाई निरन्तर फलो गरिरहनु भएको छ भने आजको यो भिडियो तपाईको लागि निकै महत्त्वपूर्ण र खास हुनेछ। आज हामी यस च्यानलमा बुहारी सिरियलको प्रसारण समयमा आएको एउटा ठूलो फेरबदल र नयाँ अपडेटको बारेमा कुरा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला है त। दर्शकवृन्द, कथा चेलीको भन्ने मर्मका साथ दर्शकहरूको मन जित्न सफल सिरियल बुहारीको नयाँ एपिसोडको पर्खाइमा हुनुहुन्थ्यो होला। तर निर्माण टिमले यसपटक एउटा नयाँ र ठूलो निर्णय लिएको छ। हो, हरेक हप्ताको सोमबार प्रसारण हुँदै आएको तपाईँ हाम्रो प्रिय सिरियल बुहारी अबदेखि सोमबार होइन, बरु हरेक हप्ताको शुक्रबार बेलुकी ठीक 8 बजे ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत प्रसारण हुने भएको छ। यो निर्णय हुनुको मुख्य कारण भनेको दर्शकहरूको पुरानो माग र चाहना नै हो। निर्माण टिमले यसअघि पनि शुक्रबारकै समयमा दर्शकहरूको बढी माया पाएकाले फेरि पनि पुरानै समय अर्थात् शुक्रबार बेलुकी 8 बजे नै सिरियललाई निरन्तरता दिने निर्णय गरेको बताएका छन्। नयाँ एपिसोडको उत्सुकताका बीच यो समय परिवर्तनले तपाईहरुलाई कस्तो लाग्यो त? सोमबार ठिक थियो कि अब आउने शुक्रबारको समय बढी उपयुक्त होला? आफ्नो विचार तल कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। त्यसैले अब आफ्नो क्यालेन्डरमा नोट गरिहाल्नुहोस्। अबको हरेक शुक्रबार बेलुकी 8 बजे बुहारी सिरियल हेर्न नछुटाउनुहोला। नेपाली कला, मनोरञ्जन र यस्तै हरेक ट्रेन्डिङ विषयहरूको खास जानकारी र समीक्षा सबैभन्दा पहिले पाउनका लागि हाम्रो यस च्यानल खास समरीलाई आजै सब्स्क्राइब गरिदिनुहोला र साथमा रहेको बेल आइकनलाई पनि दबाउन नभुल्नुहोला। भिडियो मन परेमा एउटा सानो लाइक र आफ्नो साथीहरूमाझ सेयर पनि गरिदिनुहोला है त। आजको लागि खास समरीको यो विशेष अपडेटबाट म पनि बिदा माग्छु। अर्को नयाँ र खास भिडियोका साथ फेरि भेटौँला। तबसम्मका लागि नमस्ते र जय नेपाल।